दिदी भाउ दिनु नानीलाई भाउ दिनु त यहाँ स्कुल पारे भाउ लाउची भन्दिनु न भयो हामीलाई दुध खाइले त मान्थ्यो होला यो सँगसँगै ठ्याक्ठ्याक हालिदिएको हुन्थ्यो क्या म त्यो हेरिरहेको थिएँ नि त कति पढा कि सबै जो देख्यो त्यही कुरा पढ्थ्यो छ छुन्छ जो देख्यो नि उसैसँग झम्टिहाल्छ क्या आँखामा यो पस्न आएको है कपाल